हेलो हेलो मेरो नाम प्रतिमा भण्डारी हो। म चाहिँ चोक जाँदैछु नानीलाई लिएर आँखा जचाउनलाई। म चाहिँ कालो बजार भन्ने यता हो। हिँड्न छिटो यता आइज। कालो कालो बजार भन्ने ठाउँ यस्तै छ है। भन न त पेट दुख्छ अनि आँखा जचाउनु गएको के हो सन्चो नभएर त म बत्याउन त तँलाई के भयो जस्तो आइस धन्न आइस चोरहरू बस्नु केमा जान्छ त साइकलमा यहाँ त्यो पार्किङ जानु थाल्यो त्यो बनाउनु पो ल्याएको होला। लागोस् नि त स्कुल लाग्ने टाइममा लाग्छ। कसो के त्यसो मान्छ सबैलाई स्वागत छ। बोल्नु पनि अप्ठ्यारो लाग्छ के भन्छ नमिलाउन लाग्छ। फोनमा कुरा गर्दै गर्नु समाउनु हुँदैन। आँखा जचाउँ अनि यो फुटाउनु लैजाउँ ल। यो फुटाउनु अनि खाजा जतै खानु चटपटी खान्छ चटपटी। यो चाहिँ मेरो छोरी हो यी सन्चो हुँदैन पेट दुख्छ। अनि रङ हालेको अनुसार राम्रो हुँदैन नि त। कालो बजार बजार हो। आहा बन्द छ कि क्या ए छैन यो निसा यसले सोध्नु पर्यो। पखला यहाँ यो अङ्कललाई चाहिँ सोधौँ न। भाइ के छ खबर? निसा खोइ त कहाँ चक्रहटी ए सबै ठिकै छ नि। पागलहरू मान्छे के भन्छन् के कविताको कुरा त मलाई थाहा थियो होइन। मान्छेले के सुनायो क्या बिरामी साह्रै यताउता सुनायो अनि के रहेछ भनेर तपाईँलाई सोधेको क्या मैले। निसाको बुबा थाहा थियो नि त मलाई अहिले त हिँड्न सक्नुहुन्छ नि त। अहिले कस्तो नराम्रो खबर सुनायो अनि बिरामी हुनुहुन्छ कि झन् बिरामी हुनुभयो कि भनेर सोधेको नि तपाईँलाई। बिरामी हुनुहुन्छ थाहा थियो। यो पनि भन्छ कति दिन भएको कविताकोमा?
को कविता पर आज कति दिन पुग्यो पुरुषोत्तम बितेको त काम सकियो होला नि त्यहाँ काम सकिएर त काम सकिसक्यो होला नि उनीहरूको कति 12 दिन कति दिनमा गर्छ अस्ति कति गते यसलाई आँखा जचाउन ल्याएको त्यहाँ तपाईँको 6 महिनामा फेर्नु भनेको छ अनि आज पेट दुखेर स्कुल पनि गएन त्यहाँ देखाउनु नि त्यहाँ भन्नु नि त्यो कस्तो लाग्यो त्यसै त पूजाको समय डक्टर आउनु भएको छ आउनु भएको छैन कतिखेर आउनुहुन्छ भरे बेलुका यसको लागि आँखा जचाउनु हजुर फेर्ने बेला भएको छ नि त चस्मा अस्ति अर्को बहिनी बस्नुहुन्थ्यो अहिले तपाईँ नयाँ हो कहिले आउनुभएको 4 महिना जति भयो ए तपाईँको नम्बर छोडेर राख्नु कि तपाईँलाई सराको कल गरिदिन्छु हुन्छ हुन्छ यही घरमा चाहिँ तपाईँहरू कालेबुङ ए नजिकै हो त्यो भतिर हो नम्बर गरिदिनु 98 11 076 019 76 17 6 019 नाम के हो रमिसा दाहाल रमिसा दाहाल हजुर तपाईँलाई सराएपछि कल गरिदिन्छु हुन्छ बिहानैदेखि बस्नुहुन्छ कि एक टाइम तपाईँ एक टाइम अर्को सिस्टर 10 बजेदेखि खुला हुन्छ कि अनि मैले मात्रै ए मङ्गलबार शुक्रबार चाहिँ सर आउनु हुँदैन कि उता उताबाट जानुहुन्छ बेलुकाखेरि मात्रै आउनुहुन्छ ए अरू बेला चाहिँ बेलैमा आउनुहुन्छ अरू बेला चाहिँ ए हुन्छ भरे 4 बजी आउनु न हुन्छ म तपाईँलाई कल गरिदिन्छु सर आएपछि ल हुन्छ भरे फेरि भ्याउँदिनँ होला यो भोलि पनि स्कुल जान्छु होइन मैले घाँस काटेर जानुपर्छ नि त मुलसम्म मिलाउँछु घाँस सास काट्छु बेलैमा छोटेर हाँ 4 बजी अहिले गएर घाँस सास काट्ने ओर्ने अनि आउने कहाँबाट ल्याउनु म यस्तो घाँस त सुकेको छ स्कुल हो कालोबजारको स्कुल हाँ स्वेटर के स्कुल लागेको बेला अँ जाँदिनँ नि त म पेट दुखेको भएर अनि जचाउनु गएको भन्दा भइहाल्छ नि अघिसम्म स्कुल हो कालोबजारको स्कुल ए गोरु पो रहेछ हेर नानी हलगाडा गोरु गाडा पो ल्याएको छ यहाँ पुस्तक पसलमा जाऊँ पुस्तक पसलमा जाऊँ अनि त्यहाँदेखि अनि गर्नु ल
त्यसकै भन्नु 10 मिनटको भन्छ ऊ त्यो पुस्तक पसल टेलरमा घटाउन दिन पुस्तक पसलमा अस्तिको बाँकी तिर्नु परेन त्यो देखेर के हुन्छ त सोधेर के हुन्छ टिचर होइन के हो Allah